वाटर फ्लसर थ्रेड फ्लसर दुईटामा कुन राम्रो त अहिले जताततै वाटर फ्लसरको भिडियो देखेर यहाँहरूलाई पनि कन्फ्युजन भइरहेको होला वाटर फ्लसर किन्ने कि नकिन्ने भनेर दुईटैको फाइदा बेफाइदा के छ यहाँहरूसँग सर्टली सेयर गर्न चाहे है त सबैभन्दा पहिला चाहिँ यो रेगुलर हामीले देख्दै आएको थ्रेड फ्लसरको कुरा गरौँ यसको एडभान्टेज के त एकदमै सस्तो हुन्छ 150-200 रुपियाँमा चाहिँ 50 मिटर आइरहेको छ महिनौसम्म पुग्छ त्यस्तो ठाउँहरूमा पनि पुग्छ जस्तै टाइट कन्ट्याक्टहरू जहाँ वाटर फ्लसर चाहिँ पुग्दैन तर ब्रिजहरूको मुनि कृत्रिम दाँतहरू राख्नु भएको छ फिक्स त्यसको मुनि पुग्दैन ब्रेसेस लगाइराख्नु भएको छ भने युज गर्न एकदमै झन्झट छ टाइम लाग्छ सिक्न पनि समय लाग्छ त्यही भएर धेरैजनाले अभोइड गरिराख्नु भएको हुन्छ राम्रोसँग सिकेर राम्रोसँग रेगुलरली प्रयोग गर्ने हो भने थ्रेड फ्लसर पनि एकदमै राम्रो हो मलाई सोध्नुहुन्छ भने मैले धेरै पहिलादेखि थ्रेड फ्लसर नै युज गर्दै आइरहेको छु यसले ग्यापहरू पनि क्रिएट गर्दैन प्रपर तरिकाले गर्दा चाहिँ त्यही भएर यो पनि सेफ हो राम्रो हो अब डिसएडभान्टेज भनेको टाइम लाग्छ सिक्न पनि समय लाग्छ है त त्यही भएर धेरैले चाहिँ अभोइड गरिराख्नु भएको हुन्छ अब अर्को आयो वाटर फ्लसर जुन चाहिँ आजकल सोसियल मिडियामा एकदम धेरै देखिराख्नु भएको होला यसको डिसएडभान्टेजबाट सुरु गरौँ डिसएडभान्टेज भनेको यो महँगो छ र टाइट कन्ट्याक्टहरू जहाँ थ्रेड फ्लसर चाहिँ जान्छ त्यहाँ चाहिँ यो जाँदैन तर यसको एडभान्टेज के हो त एउटा त इन्ट्रेस्टिङ छ धेरैजनालाई युज गरौँ लागेको होला फ्लसको बारेमा पहिलोपल्ट थाहा पाउनु भएको पनि वाटर फ्लसर सोसियल मिडियामा देखेर होला कतिजनाले अब यसको एडभान्टेज भनेको यो चाहिँ त्यो ठाउँमा पुग्छ जहाँ फेरि यो पुग्दैन जस्तै ब्रिजहरूको मुनि जहाँ चाहिँ यो जान पठाउन अलिकति गाह्रो हुन्छ अब ब्रेसेसहरू लगाइराख्नु भएको छ भने यस्तो इजिली सफा गर्न सकिन्छ धेरैजनालाई इन्ट्रेस्टिङ लागेको भएर रेगुलरली गरिराख्नु भएको हुन्छ कहाँबाट सुरु गरौँ जस्तो भइरहेको छ ब्रेसेस लगाउनु भएको छ फिक्स प्रोस्थेसिसहरू मुखमा छ भने गो फर वाटर फ्लसर यो पनि एकदमै राम्रो छ डिसएडभान्टेज मैले भनिहालेँ टाइट कन्ट्याक्टमा थ्रेड फ्लसर जसरी चाहिँ जाँदैन अलिकति महँगो छ तर वान टाइम इन्भेस्टमेन्ट जस्तो हो लामो समयसम्म टिक्छ सो कहाँबाट सुरु गर्ने अहिलेसम्म फ्लसै गरेको छैन के हो जस्तो लागिरहेछ भने चाहिँ एकपल्ट वाटर फ्लसरबाट स्टार्ट गर्नुभयो हुन्छ र आफ्नो डेन्टल भिजिटमा जाँदा चाहिँ दुवैको एडभान्टेज डिसएडभान्टेज तपाईँको कहाँ चाहिँ सफा गर्न छुटिरहेको छ र त्यहाँको लागि सफा गर्नको लागि कुन चाहिने कुरा प्रयोग गर्न सकिन्छ भनेर चाहिँ आफ्नो डेन्टल सर्जनलाई नै सोध्नु होला अब यो बाहेक सफा गर्नको लागि चाहिँ इन्टरडेन्टल ब्रसहरू टिपहरू पनि अभाइलेबल हुन्छ जुन चाहिँ हामीले हजुरको अवस्था हेरेर चाहिँ रेकमेन्ड गरिरहेको हुन्छ अब घरमा आफ्नै हिसाबले प्रयोग गर्ने हो भने जुन चाहिँ कन्सिस्टेन्ट भएर रेगुलरली गर्न सकिन्छ त्यो नै बेस्ट अब कहाँबाट सुरु गर्ने थाहा छैन भने आई थिङ्क वाटर फ्लसर विल बी अ रियली गुड अप्सन फर यु है त Thank you so much.